सरफ फिनाइलको दोस्रो दिन। अब हजुरहरू रेडी हुनुहुन्छ आज झोल सरफ सिक्न? कस्तो लाग्यो हिजोको तालिम हजुरहरूलाई? हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद, आउनुभयो, सिक्नुभयो। अब सिकेर केही गर्नुपर्छ है। फेरि म इन्टरभ्यू लिन आउँछु हजुरहरूको पनि भिडियो लिएर। 1 लिटर राख्नु है। कसरी राख्ने? हिजो फिनाइल राखे चाहिँ थोरै थोरै मात्रामा राख्ने है, एकैचोटि नराख्ने। ल राख्नु। हिजोको चाहिँ थोरै थोरै मात्रामा राख्ने। त्यसरी हजुरले मजाले घोल्नु है। यसको नाम के अरे? एसिड सोलरी। अलग अलग जडीबुटीको पनि 51टा साबुन बनाउने अनि फेरि लास्टमा सबैलाई मिसाएर पनि बनाउने। अब जसको घरमा एलोभेरा छ एलोभेरा ल्याउनु, जसको घर निम छ निम ल्याउनु, तुलसी हुनेको तुलसी ल्याउनु, हनी, बेसार, पाती, मेवा, गुलाबको फुल, जसको घर जे छ त्यही लिएर आउनु है। हेर्नु त हजुरहरू, ल कस्तो लाग्यो त हजुरहरूलाई आजको झोल सरफ? राम्रो लाग्यो? उहाँले चाहिँ मास्क लाएर बस्नु त। म खोल्दिनँ, मैले देखेकै छैन हजुरको मुख। साँच्चै हो। यता पनि हुनुहुन्छ। नमस्कार, मेरो नाम एम कुमारी राणा मगर। मेरो घर जमुनिया। म जमुनियाबाट 1 नम्बर जमुनियाबाट यहाँ सिक्न आएको यो सरफ साबुन बनाउने तालिम। र यसमा आज दोस्रो दिनमा हामीले यो झोल सरफ बनाउने तालिम लिएका छौँ। र यो झोल सरफ बनाएर यो बनाउनलाई चाहिँ अब सामग्रीहरू हामीहरूले पायौँ भने हामीहरूले घरै बनाएर आफूले पनि युज गर्ने र अरूलाई पनि यसो बिक्री गर्ने प्रयास गरेका छौँ। अब बाहिरको नकिनिकन हामीहरूले चाहिँ यही बनाएर हामीले घर परिवारमा छरछिमेकीमा यही प्रयोग गर्नुपर्छ भनेर सबैलाई सल्लाह पनि दिन्छौँ। र बेच्न सम्भव भएसम्म हामीले बेच्ने, 2 पैसा आर्जन गर्ने सोच राखेको छु। धन्यवाद। नमस्कार, मेरो नाम अञ्जना थापा मगर। हामी चाहिँ आज सरफ साबुन बनाउने तालिमको दोस्रो दिनमा छौँ। दोस्रो दिनमा चाहिँ हामीले आज दुई प्रकारको झोल सरफ हार्पिक बनाउन सिक्यौँ। यो चाहिँ हार्पिक झोल हार्पिक हो, टोयलेट क्लिनर। यो बनाउनको लागि चाहिँ पानी 10 लिटर, रङ, एसिड थिक्नर, HCl हाइड्रोक्लोरिक एसिड जस्तै युज गरेर हामीले बनाइएको हो। अबदेखि हामीले यो घरमै बनाउन सक्ने क्षमता, एउटा ऊर्जा बढेको छ। अब यही बनाएर हामीले पछि उत्पादन गर्न सक्यौँ भने, बजारमा बिकाउन सक्यौँ भने हामी पनि एउटा के भन्छ उद्यमी बन्न सकिन्छ भन्ने सोच राखेको छौँ। धन्यवाद।